त सुनेको जस्तो लाग्थ्यो है जब ममाई पऱ्यो क्या त्यस्तो That I want minimum of 100k. Okay, I want minimum of 100k points on the other side. Okay, जति पनि जना छौ लगाइदेऊ, जोरको दम लगाइदेऊ. Okay, एकदम मलाई यार दाइ लास्टै तपाईँको यो कहानी सुनेर एकदमै पीडा फिल भयो दाइ यार, एकदमै पीडा फिल भयो मेरो दाइ लास्टै मेरो कहानी, हजुरको कहानी सुनेर एकदमै। अब भन्नु न। गएपछि होइन त्यही 3 महिनासम्म रेगुलर कुरा भएको होला। त्यसपछि 2 वर्षपछि आएर त्यो पनि कस्तो भने ठ्याक्कै मम्मी बित्नु भयो, मम्मी बितेको 13 दिन पुगेपछि उम्किएपछि 15 दिनमा चाहिँ मलाई डिभोर्स पेपर आएको हो क्या त्यो समयमा। म त्यो भिडियो पनि हालेको छु। तपाईँले के गर्नुहुन्छ? म बाबु नानीहरूलाई स्कुल खानासाना बनाउने पढाउने अनि यस्तै टिकटकमा हल्का हल्का बसेर। कसले कमाइरहेको छ? कसले घरमा? हजुर घरमा कमाइएको चाहिँ कसले राखेको छ? अहिले मैले नै हो, यही बाबुको एउटा सहारा। के गर्नुहुन्छ हजुरले? अरू घरमा खाना पकाइदिने, यताउति गर्ने, यताउति गर्ने? खानासाना बनाउने यताउति अलिअलि भएको घरमा रहेको उसमा चाहिँ त्यही कृषि नै हो। कृषिबाटै कमाइराख्नु भएको छ? हजुर। लास्ट है मलाई एकदमै भनौँ न एकदमै माया लाग्यो दाइ तपाईँको, साँच्चीकै भन्दाखेरि धेरैजनाको मतलब धेरैजनाको भनौँ धेरैजनाको यस्तो यो कुराहरू मेल खायो होला, धेरैजनाको लाइफमा धेरैजनाको यस्तै भइरहेको पनि हुन्छ यो कुराहरू, तर आज प्रत्यक्ष यस्तो देख्दाखेरि चाहिँ एकदम हुँदैन, मन एकदम अर्कै खालको भयो दाइ है। यसरी आफ्नो बच्चालाई यसरी हेरेर बस्नु भएको छ, यस्तो गरिराख्नु भएको छ, एकदम माया छ दाइ हाम्रो साइडबाट है। यो भनौँ न बाउको एउटा प्रयास, बाउको जुन माया छ आफ्नो सन्तानप्रति, बाउले गर्नुपर्ने जुन कर्तव्य छ। अब मैले त पुरै स्टोरी थाहा भएन, उहाँ अब भाउजूको पनि केही कुराहरू थियो होला, केही स्टोरी थियो होला होइन, भाउजूको पनि त्यो कुरा, हजुरको मात्रै साइड सुनियो। हजुरको साइड सुन्दाखेरि चाहिँ यस्तो लागिरहेको छ कि बाउले एकदम होइन बाउले गर्ने यताउति कुराहरू चाहिँ यो देखिरहेको छ। अब भनौँ न, तर सलाम छ मेरो दाइ, यो स्टोरी बच्चाको रेखदेख गरेर बसिराख्नु भएको छ, बच्चाको यस्तो गरिराख्नु भएको छ। भले कोही पनि छैन होला यतापट्टि कमाउने, यताउति गरिदिने खालको मान्छेहरू कोही पनि हुँदैन होला है, तर